सो यस है अब हामी लागिन्छ ट्याक्कल हार अल सेट यहाँबाट म सागरकोमा जान्छु सागरलाई ट्याक्क पिकअप गर्यो अनि त्यसपछि हाम्रो कुशल अलिक आदिकोमा जान्छु सागर दाई हामी लाग्यौँ यताबाट अब अधिकारीकोमा जाऊँ ढोरनाकेकोमा जाऊँ ढोरनाके झागाहरू बसेर कम्तीको मुड स्विङ हुन्ला आजकल कपडा 500 चोटि लाएर खोल्ने गरेको टाउको किन त नि लानेको आफूलाई कम्फर्टेबल भयो जस्तो फिल हुन्छ कि अब जिम जानु पऱ्यो कि नयाँ नयाँ लाउने बानी नि त ए हत्तो त लाग्यो अर्को नलाउने बानी लाउँदै लाउनु है सही हेर्नु मान्छे त खतरा आयो नानीहरू के हुन्छ नि स्योर यहाँ आन्टीले अब काम खाएर जा पापड छ होला आज त त्यो भनेर आन्टी आउनुभयो हजुर अङ्कल निस्किहाल्ने के जुत्ता फुगाल्नु पर्यो हतार छ कस्तो देखेछ ए यो चाहिँ पोखराको हिरो है पहिलेदेखि है यत्रो हुँदा नि यत्रो हुँदै गएपछि जवान हिरो तिमीले सानैदेखि चस्मा लाउँथ्यो होला जाने बित्तिकै चस्मा लाग्यो बन्जी हान्नु जानुपर्छ है बन्जी ल बन्जी है बन्जी हान्दा आयो भर्खरै किन खास क्यामेरा अन छ क्या बन्जी हानेर आएको छ भाँदिन्छु अनि हो हान्दै त्यसलाई मैले पहिला बनाएको हो नि अहिले नभने कारण कति तिम्रो सम्पर्क नम्बर 9869934946 यस्तो काम गर्नु पऱ्यो भने चाहिँ सागरजीहरूलाई सम्झिनु यसले जाने है त के इन्जिनियरिङ भन्छ बाबु यसलाई पुयो भाइले बाबुले ओए तिमीले के हो गुच्चीको लासो दिए गुच्ची जी गुगी पो रहेछ ब्रान्डेड हो के फर्स्ट कपी किन लायौँ कुशलले लास्टै भुलायो यताबाट अब फेरि उसको एउटा दुइटा के काम रहेछ त्यो सक्नु भनेछ यताबाट हामी लेफ्ट लाग्छौँ हाम्रो यहाँ पहिलेदेखि जो काम भइरहेको गाडीमा हो श्री राधे राधे हो कि जय श्री राधे राधे त्यसको नाम जान्छौँ ट्याक्क छोडेको अनि हामी निस्किन्छौँ जय श्री राधे राधे फोटो फ्रेममा आइसकेको छौँ है यस्तै दुबोको माला यस्तै नै बनाउने होला यस्तै नै त बनाउने होला होइन त्यसमा माला अनि भित्र चाहिँ फोटो सोटो हुन्छ कि हुँदैन नि गुलदाजुले हाल्यो भने हाम्रो फोटो गुलादुलेको हाल्ने हो र माला मात्रै हाल्यो नि भयो अब डिजाइन राम्रै छ त नि दुईटा ट्याक्क माला राखेर भगवानको फोटो राखेर बनाउँछ होइन श्री पार्वती गरेको हालिने हजुर श्री पार्वती गर्नुको है कसको हाल्ने म सोध्छु मेरो देखाउ त कस्तो छ ट्याक्क के ल है यस्तो छ है आउटफिट अफ द डे अरे डुङ्गी बनाएको छ नि कहिले सफा हुन्थ्यो तिमी अस्ति बनाएको त उयो अघि ए हिरो छ है होस्
अब यो त कन्टेन्ट बस्छ है त म त कन्टेन्ट हो नि त यसको फेरि म बोलेको सब हालिदिनु र फाइनल्ली है ढोर्नाकै कस्तो भएको छ नीति अगाडि दिन म ढोर्नाकेको बिहा नि भयो भने केले हाल्दियो हेऱ्यौ तिमीले पुरै कस्तो लाग्यो राम्रो लाग्यो जाउँ है हामी फाइनल्ली हिँड्यो म चस्मा लाउँछु तिमी नलाउने भयो भित्र छ हात हाले है हाला हाला त्यस्तो लाउँ न केही नै हुन्न मलाई त केही नै हुन्न यो चस्मा त मलाई दामी देख्यो यार है खासै राम्रो ठुलो देखियो ठुलो देखियो होइन तर देखियो कि पोखराको मेयर हाम्रो पोखराको मेयर है यो हो आउँदै गरेको होइन कि यहाँ फोहोर ए यहाँ बोराभित्र यो मलाई ठिक भयो है दामी देखेछ कि कस्तो गरी राम्रो पुगी अब हामी यहाँ चाहिँ खनिज पदार्थ हाल्न आएको है खनिज पदार्थ ल भाइ हालिदिउँ 500 को पेट्रोलको सर्टेज हो भने हाम्रो नेपालमै पेट्रोल जति छ हामीलाई बाल भन्नु बरालमा चाहिँ हुन्छ कि बरालमा चाहिँ हुन्छ जहाँ पोखरामा जहाँ सर्टेज हो भने बरालमा चाहिँ पेट्रोल पैसा सर्टेज हुँदैन हो कि नै भ्याइसकेछ सबै यहाँ हाल्दैछ अहिले बरु उता हालौँ ल टोको यहाँ बार्ला हामी पेट्रोल मुनिबाट हिँड्ने मान्छे हामी अनि खतरा होइन त खत्रै हो नि त्यति भसी बिहार जोल पानी पर्ने गयो जस्तो आज दाइ बिग फ्यान दाइ दाइ ए हस् हस् दाइ हस् दुईवटा खुट्टा माथि राखेर ट्राफिक रुल्सको पालना गरेर पालन यस्तै भन्छ पानी अलि छिटो जाम के पानी पर्ला जस्तो भयो नपुग्दै पानी पर्ला त्यसको पानी फाल्छ कि यसले त मल त्यही भएर नपुग्यो मल त्यही भएर पुरानो किनेको नि राडो किने हौ 3 चक्केवाला 3 चक्केवाला दुई ए माइलेज चाहिँ 35 दिन्छ 800 दिन यार ठिकै हो त्यति नि सेल्फ स्टार्ट हो फेरि हो होइन काटा 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 यता काटा यस्तरी हो यस्तरी यो गाडी बेचिदिएको लिएर हिँड्ने हो यार तिम्रो कतिवटा गाडी छ र पहिला 30 वटा थियो अहिले 5 वटा बेच्दै 25 वटा फेरि त्यो हेली किनेको नि त अहिले 5 वटा बेचेर 5 वटा बेचेर ए हेली चाहिँ त बेचेको पैसा त यतिकै छ कता थाहै होइन होइन हेलीको पैसा चाहिँ आफैले किनेको कि हेलीको किन्दा नि त एउटा हुँदा अर्को किनेको एउटा हेली हुँदा अर्को किनेको एउटा 1000 राख्ने कि घरै माथि छतमै राखिराख्ने ए अब एउटा चाहिँ यताउति हुँदा हिँडाल दिने के हिँडालले दिँदै हिँडाल दिने के सही हो नि मोटोला गाडी यही हो यो ब्याट्रीवाला हो त केटाटीले खेलाउने ब्याट्रीवाला ए चेक गर्छ नि गर्छ ब्याग आउँदा अहिले डोरी तानेर छोड्ने त्यो होइन त्यो त अर्कोमा आउँछ यो चाहिँ अलि राम्रै खालको रहेछ होइन त्यो डोरी तानेर छोड्ने गाडी नि हुन्छ कि हुन्छ यस्तै सेम यस्तै हुन्छ हेर्दा चाहिँ म फेरि सधैँ हेलीमा हिँड्दिनँ त त्यो माथिबाट हेर्ने अनि माथिबाट हेर्दा सानो देखिन्छ कहिले डोरी छ कि के थाहा तिमीलाई होइन गाडी हो कि त्यो खेलाउने भाइ बहिनीहरू खेलेको हो कि आज पो तिमीसित बाइकमा जबरजस्ती चढ्यो नि त हो होइन र हो त्यो त ढुक्क हो आज नि म हेली ल्याउँथेँ अब तिमीले चित्त दुखाऊ के साथी त अलि रिची भइस् जहिले हेलीमा हिँड्न थालिस् हामीलाई टाइम दिए आज बाइकमा जाम मेरो भन्न थाल्यो नि त बाइकमा हेर कस्तो गफ गर्दै जान पाइयो तिमी अब 5 मिनटमा पुग्छौ त्यहाँ हेलीमा त म एक्लै सर गइहाल्छु पानी परिसक्यो अघि पानी पर्यो टन्कियो नि त एक्कासै पानी परिदिन्छ त्यो पोखरा यार म त बस्दिनँ होला यो पोखरा हो मैले नि त्यही भन्छ म काठमाडौँ सिफ्ट भएको नि म बस्दिनँ उठ्छु भनेर आएको कुदा पानी पर्यो वहाँ हुँदा नि पानी पर्यो
सुप हेर त कति हो त सुप सुप है सुप त लास्टै रहेछ आज त पानी पर्दैन हेर त लास्ट यार ए सब फर्क्यो अब छाल आउँछ कि त्यो तातिएर अनि अब सब हावा यस्तो लाग्यो नि त छाल आइसक्यो कि के आमा नि मान्छे छोरी न यार सुप हान्ने छाल आइसक्यो त आइसक्यो त नि आज चाहिँ हामी माछा हान्ने जाने प्लान भएको हो आज माछा खान पाइएला जस्तो होइन त छैन छैन किन हुन न किन र माछा खान पाइन्न किन हुन न किन र हामीले प्लेटमा ल्याएको माछै जान्छ नि त ए ठिक भन्यो यार ठिक यार होइन त नि ठिक भन्यो क्या तिमीले यार प्लेटको माछा पऱ्यो माछा त पानी पऱ्यो भने त उफ्रिन्छ नि त उफ्रिहाल्छ नि त त्यो त यसो यसो फ्राईमा त गरेको हुन्छ छालहरू त छाल आइसक्यो ए त फेरि एक थोक पानी पऱ्यो नि के गर्ने हौ पानी के त हेर नि एक थोपा छैन पानी पानी पऱ्यो होइन भने त गन्यो मलाई त ए विश्वासै लागेन के गनेको कि एक दुई त थोपा ट्याक्क पर्नु साथी एक भयो अनि दुई भयो त्यस्तो कि उसले हेरेर न आज हिउँ पर्ला जस्तो हो त हिउँ पर्छ यार है धेरै भप्पु गरम नपरेको आज अलिअलि त पर्ला जस्तो लाग्यो मलाई यतै आयो भने पर्छ क्या यहीँ नजिकै हुन्छ नि सबै यार काशीमै बल्ला अब यतै आयो बाइक रोकेरै काशी काशी नहुन्थ्यो नजिक आएर जिस्काएर भाग्ने त होइन नि त त्यही त हामीलाई जिस्काउने होइन नि त अनि के जिस्क्यो र हामी जिस्काउने मान्छे जस्तो लाग्यो अनि कहाँ भाउ हिँड्नुपर्छ ल वेलकम टु भकुन्डे भिलेज है हामी भकुन्डे जायो स्ट्यान्ड लाएर बस्यो क्या यो भौजा अघि भौजाहरू त्यस्तो भन्न हुने साथीलाई के भयो साथी ए आएर ल्याएको दिन्छ है यसले यो चाहिँ अलि ट्राफिक बन्छ मान्छे भएपछि यतिको चाहिँ हुनुपर्छ यार उसले बुझेर गर्यो जोस् है राम्रो छ जोस् मान्छे राम्रो छ हामीले त कहाँ देखेको थियो नि हामी त बत्तेर आइयो ब्रेकै नलागेको थियो उस्तै पनि लाग्थ्यो कि आमालाई उसले भनेर त्यस्तो भएको थियो डाङ्ग्री उडाइदिएर यहाँ फेरि डाङ्ग्रेलाई कुट्दैन ह्युमेनिटी छ ह्युमेनिटी स्टिल यसलाई उसले हामीले त कहाँ देखेको थिएन म त हेरेकै थिएँ म त खाली देखेको पानी देखेको थिएँ मैले 5 गियरमा थिएँ कि त्यो उडे जस्तो ढिलो थियो कि मलाई अनि उसले ह्युमेनिटी छ है राम्रो गरेको नि राम्रो यस्तो गरौँ त्यो ज्यान बच्यो नि एकजनाको क्या मेरो ब्रेकमा हातै थिएन कि ऊ कहाँ हो भने यस्तो चाहिँ हुनुपर्छ त्यहाँ अगाडिबाट लासा रेस्टुरेन्टमा ए लासा होइन तमु हो तमु तमु रेस्टुरेन्ट हो ल अब हामी तमु रेस्टुरेन्टमा माछा खान आएको छौँ माथि यतै माथि बस्नुपर्छ जस्तो हुन्छ यहाँ त ढुक्कले भयो भन भने नि ढुक्क हुन्छ कि त्यहाँ प्याक छ कि त्यहाँ नि प्याक छ यो भइसकेको छ कता ए यहाँ चाहिँ झन् राम्रो मान्छे छ चस्मा लाउँछ नि है के छ त सब ठिक छ अब आज स्याटरडे होइन तिनजना साथीहरू भेट्यो स्याटरडे होइन के हो आज स्याटरडे हो त्यही भएर यहाँ एउटा सानो बिजनेसको कुरा गर्न लाग्यो अब त्यही कति 1.5 करोड जतिको बजेटको हो कि अरे अब त्यो कसरी गर्ने कति सामान झार्ने बाहिरबाट मगाउने कि यहाँबाट गर्ने भनेर अब तिनजना भेट भयौँ अब मेरो कुरा त्यही हो कुशल सरले के भन्नुहुन्छ उहाँलाई चियाको तिमीले तिर है त अहिले चियाको त्यो कुरा भएन 50 हो कि कति हो 30 त लिन्छ होला मागौँला न अनि तिमी हाम्रो बहिनी आइसकेको छ है